out of nowhere, I did voting. I had no idea कि I could vote staying at the Bhojpur भन्ने जस्तो लागिरहेको थियो, but yeah, I did. Here's the story. It's story time. Story time. Story, it's like this, which I really like it, so I'm recording this story about election. Yes, you get it right. चाहिँ अब मलाई आइडिया थिएन कि मलाई लाग्थ्यो इलेक्सन भनेपछि आफ्नै ठाउँमा गएर चाहिँ दिनुपर्छ भन्ने चाहिँ आई हेभ द्याट कन्सेप्ट त्यो बिफोर बिकज त्योभन्दा अगाडि दिँदाखेरि त हामीले त आफ्नै गाउँबाट दिएको थियो इलेक्सन तर समानुपातिक र प्रत्यक्ष भन्ने चाहिँ देयर इज सिस्टम इन द पार्लियामेन्ट अनि समानुपातिकमा चाहिँ कर्मचारीहरू या त जस अर्को ठाउँमा बसेर पनि दिनुपर्ने रहेछ तर यु हेभ टु हेभ नेम लिस्ट रहेछ अनि मलाई यो पनि हिजो मात्रै थाहा भयो त्यो चाहिँ मलाई थाहा थिएन त्यो समानुपातिकको पनि भोट दिन पाइन्छ नेम लिस्ट छ भने भनेर आई गट रियली एक्साइटेड ओ वाह जस्तो लागिरहेको थियो अनि तर मेन कुरा फेरि त्यो नेम लिस्टको लागि चाहिँ प्रशासनबाट चाहिँ हाम्रो नाम जानुपर्ने रहेछ अनि अस्ति एकताल त्यो नाम डिटेल्सहरू त माग्नु भइरहेको थियो अनि मैले चाहिँ दिएको थिएँ अनि त्यसपछि त्यसपछि मलाई हिजो थाहा भयो कि समानुपातिकमा भोट दिन पाइन्छ अनि आई वाज सो एक्साइटेड किनभने वी निड चेन्ज त्यही हो कुरा एन्ड वी अल हेभ सिन वी अल हेभ इमेजिन अर वी ड्रिम अफ बेटर नेपाल देयर इज नो एनी डाउट अनि अहिले भनेको हामीसँग भनेको जस्ट होप छ एन्ड वी हेभ अ चान्स टु सिलेक्ट आवर लिडर अर टु सिलेक्ट आवर पार्टी काइन्ड अफ थिङ त्यही भन्न सक्यो अनि आई रियली वान्टेड टु पार्टिसिपेट इन भोटिङ थ्रु दो समानुपातिक भए पनि तर नेम लिस्ट चाहिँ थाहा आइसकेको थिएन त्यति बेलासम्म हिजोसम्म अनि त्यसपछि बेलुकासम्म आउँछ भन्ने न्युज आएको थियो इभिनिङतिर अनि त्यसपछि ओके भयो त्यसपछि आई वाज स्टिल एक्साइटेड किनभने म चाहिँ जान पाउँछु भन्ने चाहिँ लागिरहेको थियो त्यसपछि राति सक्यो अनि बिहान आउँदाखेरिसम्म नि नेम लिस्ट आउँदैन किन हो भनेर चाहिँ थाहा नै भइरहेको थिएन फेरि बिहान के थाहा पायो भने नेम लिस्टै गएको छैन भनेर हस्पिटलबाट थाहा भयो भने आई वाज लाइक ओ माई गड यति धेरै एक्साइटेड थिएँ म यति एक्साइटेड थिएँ भोट दिनको लागि तर नाम गएको छैन भन्दाखेरि त म यस्तो रिस उठ्यो मलाई राम्रै लागेन आई फिल रियली होपलेस अनि त्यस्तो भइरहेको थियो एक्साइटमेन्ट इन डिक्रिजेस कुन लेभलमा थाहा छैन जस एकदम डिक्रिज भएको थियो अनि आई वाज काइन्ड अफ फ्रस्ट्रेटेड पनि अनि आई एक्सप्रेस माई फिलिङ्स विथ माई फ्रेन्ड्स अनि त्यसपछि आज मेरो नाइट ड्युटी हो एन्ड के भयो भने ओके जस्तो भयो त अब ठिकै छ त्यसो भए भोट पनि दिन पाइँदैन भने त्यसपछि सुतेँ म सुत्छु भने खाना खाएपछि 12 बजीतिर सुतेँ अनि 1:30 बजीतिर मलाई निन्द्राको बिउज्यो त्यसपछि आई वाज स्टिल फिलिङ फ्रस्ट्रेटेड अनि यहाँ ड्राइभर दाइले चाहिँ के भन्नु हुनुहुन्थ्यो एकल सिस्टर म फेरि माथि नाम हेर्न जानु लाग्छु छ भने फोन गर्छु भन्नुभयो आई स्टिल ह्याड लिटल बिट अफ होप बट एकछिनपछि आउनुभयो तर हि सेड देयर इज नो भोट लिस्ट हाम्रो हस्पिटलबाट एन्ड आई वाज लाइक ओ त्यो होप पनि मऱ्यो आई वाज सो होपलेस अझ बढी होपलेस एट भयो बट ठिकै छ अब गर्न पाएन भने वाट क्यान आई डु जस्तो भयो अनि त्यसपछि म यतिकै बसिरहेँ अनि निन्दा नि लागेन त्यसपछि गीत सुन्दै थिएँ एन्ड सडनली अ कल पप्स अप फ्रम पासाङ सिस्टर एन्ड सी सेड मिन्स मजा के गर्दैछौ भने आई वाज लाइक यतिकै बसिरहेको दिदी अनि रेडी हो हामी भोट के अरे नाम रहेछ भोट दिन जाने अरे ओ माई गड सिरियसली मलाई पुरै म सक एक्साइटमेन्टले त झन् पुरै एकछिन त विश्वास लागेको थियो ए रियली जस्तो लागिरहेको थियो त्यसपछि ओके भने त्यसपछि आई गट रेडी अनि त्यसपछि म भिडियो गराउँछु भन्दा भन्दै अलिकति रेडी हुँदाखेरि ठ्याक्कै फेरि फोन आइहाल्यो छिटो गर ल भन्नु थियो त्यसपछि छिटो रेडी भएँ अनि या त्यसपछि भोट दिएर आएँ यस दिस इज वाट आई डिड देयर इज नो एनी डाउट कि विच पार्टी आई विल सपोर्ट अर आई विल बी सपोर्टिङ दिस टाइम या त्यसपछि भोट दिएर आयौँ म प्रवीण सर र रूपेश सर गएको थियौँ लास्ट पासाङ दिदी हुनुहुन्थ्यो वी डिड भोट एन्ड वी केम ब्याक जस्ट अनि आई वाज आइम ह्याप्पी बिकज आई कुड एक्जिक्युट माई भोटिङ राइट आफ्टर लट अफ के अरे लट्स अफ कन्फ्युजन एन्ड पाउने हो कि नपाउने होको बिचको ब्याटलमा या आई फाइनली भोटेड फर द आई डोन्ट नो लेट्स सी आई होप finger crossed
पुरै टेबल टर्न गर्छ भन्ने छैन, बट वी क्यान गिभ देम चान्स भन्ने त छ नि त। हामीसँग पनि चान्स छ कि वी चुज आवर लिडर भन्ने कुरा। सो आई हेभ टु एक्जिक्युट माई राइट सम हाउ द्याट वाज पोसिबल भन्दा फुल डिटेल चाहिँ मेरो चाहिँ एड गरिदिनु भएको थियो। धेरैजनाको चाहिँ छुटेको छ हाम्रो हस्पिटलबाट। स्टिल वी वेयर ओन्ली 3, आई डोन्ट नो, 3जनाको चाहिँ रहेछ, ठिकै छ। होपिङ फर द पोजिटिभ चेन्ज, द्याट्स इट। अरू के भन्नु र, या अनि यो पालि जस्तो एक्साइटमेन्ट अनि त्यसपछि थिएन मसँग अलिकति होप, आई डोन्ट नो। आई रियली वान्टेड, किन एज अ रेस्पोन्सिबल सिटिजन वी हेभ टु एक्जिक्युट आवर राइट भन्ने चाहिँ मलाई नै फिल हुन्छ। आई युज माई भोटिङ राइट, एटलिस्ट एउटा समानुपातिकमा मात्रै भए पनि। आई फिल भेरी ह्याप्पी आजलाई, रियली ह्याप्पी। यति धेरै एक्साइटेड थिएँ कि म यो भोटिङ लिएर, when I got to know that we could vote in समानुपातिक मात्र भए पनि, so that make me feel really nice, great. मेरो एक्साइटमेन्ट वाज रोलर कोस्टर अफ इमोसन्स भइरहेको थियो। कोही बेला दिन पाउने नपाउने, नामै गएको छैन, गएको छैन, त्यही पनि एकछिन पखाला म हेरेर आउँछु वाला फेजबाट ओ भन्छ प्लिज गेट रेडी वी आर गोइङ टु भोट, वाज या खतरावाला इमोसनल रोलर कोस्टर राइड भयो। एनिवे I wanted to capture this, what I did feel for this election भनेर, सो त्यही हो।